लाग्यो चिसो लाग्यो फुपा चिसो लागेन हौ दार्जिलिङ भन्दा रातभरि नाक बन्द भएर सागरमाथाको ओह्रालो हामी गइरहेका छौँ अहिले लगभग अब हामी 5-10 मिनटमा पुग्नेवाला छौँ हस्त बनिराख्नुहोस् तपाईँहरूसँग म फेरि अहिले हस्पिटल पुगेर जुड्नेवाला छु गुड मर्निङ सबैजनामा म फेरि यो दृश्य हस्पिटलमा आइसकेको छु र यहाँ चाहिँ कुहिरोहरू त्यति लागिसकेको छैन रहेछ अघि बाटो पनि धेरै साह्रै भएको थियो हो मर्निङको मुन हेर्नुहोस् है तपाईँले मुन त होइन सन पो होला र यही दृश्य हस्पिटलमा हामी आइपुग्यौँ बिहानै ल फुपालाई लगेर जाँदैछौँ र पनि हेरेर ब्यागबाट है ए हवस् हुन्छ हवस् हवस् ए हवस् हुन्छ थ्याङ्क यू ल हामी ब्यागपट्टि पनि जाँदैछौँ राम्रो भयो नि यहाँ राख्नुपर्छ अब टाढा देख्दैन निकाल्न 1-2 दिनमा सफा हुँदै जान्छ हात दिनु पर्दैन ल अझै खोलिदिनु त बुवा यता काम अलिक सफा हुन्छ ल अनि एकदम अलिक थोरै धौले देखिरहेको छ कहिले आउनु 1.5 महिना पछि 1.5 महिनापछि 3-4 दिन अलिक सफा हुन लाग्छ अलिक सफा हुन टाइम लाग्छ होइन ठिक हुन्छ त्यस्तो हातिनु पर्दैन राम्रो भएको छ अनि राम्रो ठाउँमा बसेको छ होइन 1-2 दिनमा बिस्तारै सफा हुँदै जान्छ ल दबाई लिएर जानु 1.5 महिनापछि आउनु ल हुन्छ 18 नम्बरमा गएर स्क्यान गर्नु 16 नम्बरमा दबाई बुहारी लानु पर्दैन पहिले बसाइदिनु पर्छ हम तो ऐसे बिहार से आए गोपाल दबाई 18 नम्बरमा सरकार भले जा कोई पूरा आ रहे लोन बिजेर देखाउनु पर्छ 10 को अगाडि 10 के आगे बेटी अब 10 नम्बर अगाडि राख्नु ल ए 10 नम्बर वर्ष 10 नम्बरको स्लिटर खोलिदिनु ल पर्दैन ठिक छ राम्रो भयो ल एकदम राम्रो भएको छ आँखामा पानी नपानी आमा दुई हप्ता अब अनि
2 हप्ता पाएन भने दबाई जसरी लेखिदिएको छ लाउनु होला 1.5 महिनापछि आउनुहोस् ल खुब यता बस्नु न आमा यहाँ चाहिँ अब आई चेक इनको लागि लाइन देख्नु होला लाइन बिहानै कति बज्यो अहिले नेपालको 8 पनि बजेछ यहाँपट्टि सबैजना लाइनमा बसिसकेको छ सबै भित्र हुनुहुन्छ विकास सरहरू चिन्छ सबै हो अजित सरहरूले यहाँ भेना ए भएको छैन नाल्नु अरे मेरा एक दोस्त है वो सापर पोस्टर के पास है कि उसका दूर देखने में थोड़ा प्रॉब्लम है दूर का थोड़ा नजर कम है तो वो पूछ रहा था कि क्या ऐसा कोई ऑपरेशन वो अहिले हो जाएगा ऑपरेशन भी हो जाएगा चश्मा भी लगेगा चश्मा नहीं लगाने से ऑपरेशन भी हो जाएगा वो देख के बताएंगे ऐसा ही आप बता रहे हैं कपड़ा का क्या दाम है तो कपड़ा देख लो दबाई ले उसको बाद दियो उसको बाद 18 नंबर में जाओ उसके बाद दबाई ले 14 नंबर में उसका बाद आओ आँखामा यसो टाका लागेको छैन होइन त्यहाँदेखि ड्युटी टाँसेको छौँ होइन त्यसैले कम्ती गएको छ भने धेरै बिजाउँछ होइन अनि आँखामा पानी के कपडा पनि नपार्नु एउटा कालो चस्मा दिनु होइन 1.5 महिनापछि हामी दबाई यसो लेखेको छ कालो चस्मा दिनु पर्यो अन्त हामी धुलोहरू नपर्नु 18 यसले काम दिदैन खासैबाट लेखौँ हुन्छ लगाउँदा हुन्छ घाममा चाहिँ यहाँ चाहिँ यसरी पट्टी खोल्नेको लाइन चाहिँ यस्तो हुन्छ सबैले तपाईँ देखिसक्नु भयो मर्निङमा आएको छैन हाम्रो आएको छैन ह्याप्पी मदर्स डे भन्दैछ आज मदर्स डे हो ए टुडे मदर्स डे हो